मेरो र यो परेवाहरूको एउटा छुट्टै किसिमको डिल थियो, एउटा साइलेन्ट अग्रिमेन्ट जस्तै क्या। खास गरी जब सहरमा पानी पर्थ्यो नि, म तिनीहरूलाई बाहिर झरीमा भिजिरहेको देख्थेँ। म सोच्थेँ पानी परेको बेला खाना खोज्न अप्ठ्यारो होला भनेर म तिनीहरूलाई चारो दिन्थेँ। भाँडा टकटक्याउँदा उडेर छेउछेउ आउँथ्यो। यस्तै हुँदा हुँदा झ्याल घर खोल्न साथ उनीहरू छेउछेउ आउन थाले। मलाई त के लागेको थियो भने हाम्रो त गजबको कनेक्सन बन्दैछ, एउटा गहिरो मित्रता सुरु हुँदैछ। म परेवाको नजिक जान खोज्छु नि, तब तिनीहरू त जुरुक्क उठेर फुर्र उडिहाल्छन्। एउटा सानो धन्यवादको इसारा पनि छैन। तिनीहरूले मलाई यस्तरी हेर्छन् कि मानु म कोही हुँदै होइन। त्यो भनेको त अल्टिमेट ग्रेसफुल गोस्टिङ पोस्टिङ भयो नि, होइन र? गोस्टिङ। मेरो दिमागले हाम्रो रिलेसनसिप प्रोसेस गर्न खोजिरहेको हुन्छ, तर त्यो परेवाको पारा चाहिँ यस्तो हुन्छ, कोस् त म त व्यस्त छु यार। अनि त्यति बेला एउटा सत्यले भुइँमा पछार्छ मलाई, म मूर्ख मान्छे पो रहेछु। म मान्छेको आफ्नो साथी भनेको ऊ आफै मात्रै रहेछ। यो बुझ्न मलाई अलि ढिला भयो। म कहिलेकाहीँ अझै पनि बिर्सिन्छु। आजभोलि म सुन्छु गाडीको हल्ला, ती गुण नभएका परेवाहरूको गुटुर गुटुर पनि। मान्छेहरू भन्छन् ती हल्ला हुन्, तर यो कुराहरू मेरो लागि हल्ला मात्रै होइन। यो सहरमा मलाई धेरै दुःख दिने यी हल्ला नै हो। जब म यो नो कनेक्सन कविता लेख्दै थिएँ, मैले सम्झिएँ मेरा कोठाका बिरुवाहरू चुड्न खोज्ने यी परेवाका चुच्चाहरू बिस्तारै नचिनेको अनुहारहरू जस्तै देखिन थाले। यी अनुहारहरू जसले तपाईँबाट सब लिन्छन् र अन्त्यमा तपाईँलाई त्यहाँ झरीमा एक्लै छोडिदिन्छन्। यो त तिम्रो मेरो नो कनेक्सन। कालो बादल बन्दुक पड्केको धड्कन, ठुलो ठुलो आँखा पारेर हेरेको ब्ल्याक एन्ड व्हाइट, अरू पर्ने ट्र्यापमा फसेको मेरो पाइट। गुड मर्निङ टु योर फ्यामिली टु मेरो पोइन्ट। टु ह्यान्ड्स तिम्रो मेरो नो कनेक्सन। खुदको फिल्मको हिरो र घाँस खाने मान्छेले हानेको चड्कन, नुनु गर्दा खाएको गोदाई पिठो मुछेर भनेको मिठो रोटी, पिरले सजेको मेरो बोटी। जति नजिक आउँदा पनि तिम्रो मेरो नो कनेक्सन। चिनेको मान्छे जस्तो तर एभ्री अदर डिस्टेन्सन। तिम्रो नाक मुनिको धुलो इज नो मोर नरम। सुन्दा मेरो कान हेज नो मोर सरम। नो कनेक्सन तिम्रो मेरो संसार भुल्दैन। कालो बादल हटेपछि घाम लाग्दा माया बस्दैन। तिम्रो मनमा अटोमेटिक बजेको डोरबेल एम्टी प्लास्टिक। अर्को देशको मान्छे रुवाउने भन्छ नि भात खाँदा नि ग्यास्ट्रिक। टुनामुना भएर गएको विदेश मिसाइल चढेर, बोल्छु मा कसम तिमीसँग वाइफाई जोडेर। यो त तिम्रो मेरो नो कनेक्सन। प्लेनमा बस्दा पढ्न नपाएको टेन्सन। तिम्रो मेरो नो कनेक्सन। हिरो र भूतको कनेक्सन। मन तोडेर नाचेको जस्तो माइकल ज्याक्सन। टु से आई एम डिस्टेन्ट सन like every other son. I will land on moon to earn some dhoon to make happy my only moon. मन